अनि अर्को नाम के होला? सबिन तामाङ। उहाँहरूको जोडीलाई अन्तर्हृदयदेखि भर्र ताली बजाएर यो स्टेजमा स्वागत गरौँ। अब उहाँहरूले कस्तो चाल चाल्नुहुन्छ उहाँहरूबाटै हामी हेर्नेछौँ भन्दै धन्यवाद। उहाँहरू भर्खर नाच्नु भएको छ। हामीलाई यस्तो नृत्यको यति रमाइलो यो नृत्य दिएर जानुभएको छ। मैले एउटै मात्रै क्वेसन सोधेँ, भाइ 4 मिनटको प्रस्तुतिमा कति दिन लाग्यो?
सिक्नको लागि। दुई दिन भन्ने सङ्केत आयो दुवैतिरबाट। 2 दिन उहाँहरू आफैमा यति बिजी हुनुहुन्छ। भाइ त अहिले व्यवसाय बन्नु भएको छ राइट, सफलताको कामना। बहिनी नृत्य गर्दै आएको छ सफलताको कामना। हामीले कहिलेकाहीँ जहिलेसुकै नेपालबाट कलाकारहरू ल्याउन नसक्ने, तर नेपाली कला संस्कृतिलाई यसरी हामी जसरी मजदुरी गर्न यहाँ आएका छौँ, मजदुरसँगै हामीसँग यस्तो कला गला नृत्य सबै सँगै आएको छ। कहिलेकाहीँ नेपाली क्लब लगायत विभिन्न संस्थाहरू हामीलाई यसरी अवसर दिनुहुन्छ। फेरि पनि हामी यसरी हाम्रो कला देखाउनेछौँ भन्दै दुवैजनालाई हार्दिक शुभकामना, धन्यवाद। ताली अलिक पुगेन कि जस्तो लाग्यो मलाई। ताली अलिक धेरै बजाउनुपर्छ है। हामीलाई त्यो तालीले यति त्यो जोस जागर उत्साह बढाएको हुन्छ। मैले अघि नै भनिसकेँ, त्यसको बारेमा धेरै केही नभनौँ।